हेलो नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि मैले अर्को रियाक्सन भिडियो लिएर आइसकेको छु। भिडियोलाई लाइक कमेन्ट सेयर अनि मेरो च्यानललाई सब्सक्राइब गर्नु भएको छ भने चाहिँ प्लिज सब्सक्राइब गरिदिनु होला। अनि आज चाहिँ फेरि हाम्रो रियाक्सन भिडियो लिएर आइसकेको छु, एकदम फनीवाला होइन। यो चाहिँ अब हाम्रो पार्लियामेन्टमा के कस्तो भइरहेछ होइन, त्यस्तोको एउटा फनी मोमेन्टलाई चाहिँ क्रिएट गर्नुभएको रहेछ ब्रदरले। अनि त्यो भिडियोको रियाक्सन बनाउँदैछु, जाम हामी भिडियोतिर है त। सबैले हेरौँ है, सुरु गरौँ। यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले कसैलाई माया गर्नु एउटा भुल गरे मैले। बासै उठाउने कस्तो यो खेल भयो जीवनमा, धेरै 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 नै झेल भयो। छल गर्यो मायाले सबैको देख्छु हाँसेर शिखरको बाटोमा आफ्नो त बरै भाग्य। के दोरी चलिरहेको त यार, कडा कडा नै फाट्यो मायाकै फाटोमा। 2-4 दिनको त्यो मृग तृष्णा के देख्नु पर्यो नि, के देख्नु पर्यो नि। धेरैमा उनेको माछी झैँ हाल भयो, जिन्दगीदेखि अब खुसी नै पार भयो। छल गर्यो अन्जु पन्तको एउटा गीत स्मरण गराउन चाहन्छु। ये सब क्या देखना पड़ रहा है। तिमीले पराई ठानेपछि पराई हुन के भयो र, तिम्रो मेरो बीचको नाता भन्नु पनि के रह्यो र। कसले देला तिमीलाई माया मैले जति, मैले दिए जति। झिक तुलो जोखौँ आज कसको माया कति। कति जल्छौ आगी सले अझै जल्दै गरौँ, म त भिड्छु आफ्नै बाटो खुट्टा तान्दै गर। कविता सुनिन्छ, गीत सुनिन्छ, कुनै दिन त्यो अगाडि नाच पनि हेर्न सकिएला। कसम हो यार, यस्तो बवाल बनायो क्या, बवाल। हिजो पोखरामा पर्यटन वर्ष 2025लाई उद्घाटन गर्ने क्रममा भएको दुर्घटनामा परि घाइते हुनुभएका उप प्रधानमन्त्री तथा काठमाडौँ महानगरपालिकाका मेयरप्रति हार्दिक शीघ्र तथा पूर्ण स्वास्थ्य लाभको हार्दिक शुभकामना व्यक्त गर्दछु। 23 जना हो, 23 जना ठुलो जन्म त किन होइन? जनताले निर्वाचन गरेको सुन्नु न, 123 मा 23 ठुलो हो। कुन हिसाबले कति क्लास पढ्नु भएको तपाईँ? त्यही भएर बिचरा माधवका नेपाल तपाईले पढाइको कुरा नगर्नु भएको छ। तपाई पढाइको कुरा नगर्नु। म त सोध्दिन, म तपाईँ सुमनको तपाईको तपाईले आज माधवका नेपाललाई होच्याउने किन होच्याउने? जे पाए त्यही बोल्ने, माधवले पहिले जे पाए त्यही बोल्ने। तपाईँ माधव नेपालको को तपाईँ वकालत गर्नु? त्यति ठुलो सम्मानित नेतालाई तपाईले भन्ने त्यसो? सम्मानित नेताको सम्मानित व्यवहार हुनुपर्छ। कुरो गर्नुहुन्छ पढाइको कुरा गर्नु, तपाईँ आफ्नो पार्टीको पढाइको कुरा नगर्नु। मलाई चाहिने कुरा मैले छ नि, तपाईलाई चेतावनी दिन्छु। सुन्नु पढाइको कुरा नगर्नु, तपाईँ ठुलो कुरा हावादारी कुरा नगर्नु। एकदम सोध्छु म तपाईँलाई। तपाईँले जब मलाई सोध्नुहुन्छ भने तपाईँ हिसाब जान्नुहुन्न? हिसाबमा जान्छु। अनि 123 मा 171 छन्, 23 71 छन्, के हुन्छ? त्यही भएर खास 123 23 ठुलो, 23 ठुलो भन्छ त ऋषि धमाला के हो यो? त अति हो यार, कसम 100 नै ठुलो होइन र कडा। कुन संविधान देशलाई तपाईँ कमजोर ठान्ने? कमजोर ठान्ने? 23 बाट ठुलो भयो, 100 जाने कम भयो। कसम 100 त कहाँ कम हुन्छ त यार, सही हो। प्रधानमन्त्रीजीको भारत भ्रमणको क्रममा हामी चाहन्थ्यौँ उहाँ प्लेन चढेर भर्खर उहाँले नै उद्घाटन गरेको पोखरा विमानस्थलमा झर्नुहुन्छ होला भनेर। दुर्भाग्यवश भैँसी चढेर आउनु परेको कुराहरू आए। मुर्रा चढेर आउने कुरा थियो कि अरे, त्यही मुर्रा चढेर आएको भने भैँसी चढायो भने होला। मुर्रा सही हो, कडा 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 कडा। मुर्रा मजाक गर्न खोजेको हो? होइन, मजाक खोलेको छ। होइन, मालुम है तेरा बाप को मत दिखा, चल। मुर्रा
तर नेपाली कङ्ग्रेसले आज जनताको बीचमा आफूलाई लिएर जान सकेन। त्यो कुरा पनि तपाईँले स्वीकार्नुहोस् क्या। जसरी कङ्ग्रेस जानुपर्छ ऋषि धवा लाग्यो यहाँ पुरा त्यो भइरहेको रेप भइरहेछ। त्यही हो त। मलाई नै एकजना मिडिया कर्मीले बुम तेर्साएर तपाईँ हनुमान हो भनेर प्रश्न गर्नुभयो। तपाईलाई केपीओडी को हनुमान भनेर चिनिन्थ्यो, यो मन्त्रीमण्डलमा तपाईको नाम आउँछ। रिपोर्टिङमा आएको मिडियाको साथीहरूले संविधान, कानुन, पत्रकार आचार संहिता, सामाजिक शिष्टाचार यी कुरालाई ध्यान नदिई यस्ता गैर जिम्मेवार प्रश्न सोध्न मिल्छ कि मिल्दैन? बाँदरलाई हनुमान। कर्णाली कोरिडोर अन्तर्गत फुलालु सलिसला खण्ड र हिल्सा सिमीकोट खण्ड निर्माणका लागि रु 97 करोड विनियोजन गरेको छु। बाढी पहिरोबाट क्षतिग्रस्त कर्णाली राजवनको अर्थमन्त्री यस्तो छ हाम्रो। गरिएको अनि देश कहाँबाट बन्छ त यार? अनि अर्थमन्त्री हेर नि त पढ्न जाने छैन यार, कस्तैले भोट हालेर पठाइरहेको यार जनताहरू। फक यो त अति हो। क्यामराम्यान साथीलाई संसद एकचोटि देखाइदिनुहोस् भन्छु क्या, कति सिटहरू खाली छ क्या होइन। म त साँच्ची अब यो चुट्किला भने के भन्ने, यहाँ मर्यादा पालक साथी सँगसँगै 5-6 जना हाम्रो खलासी साथीहरू पनि राख्नुपर्छ जस्तो लाग्छ। किन माइक्रो बस चढ्ने खलासी साथीहरू हुन्छ नि, कोची त्यो सिटहरू भरिदिन्छ नि उहाँहरूले। यो संसदको सिट पनि 5 जना खलासी साथी मर्यादा पालक साथीसँग राखिदिने, एउटै सिटमा 2-2 जना बस्ने गरेर सांसदहरूको उपस्थिति हुन्छ जस्तो लाग्छ। सभामुखज्यू, शिक्षाको अवस्था केही दिन अगाडि आएको सीसीको लडाइदिनु पर्ने साला सीको त्यही त सी के बोले मध्ये यो संविधानमा यसको 15 गते बजेट पेश गर्नै पर्ने पर्यो। त्यो दिन भुइँचालो आयो भने के गर्ने? भुइँचालो सही हो, अप्सन त हुनु पर्यो नि यार। साउनदेखि फटाफट काम गरे हुने नि। मन्त्रीलाई त्यो काम साउनदेखि गर्न केले छेक्यो? कुन प्रेत आयो त्यहाँ? कुन भूत आयो त्यहाँ? कडा 89%। 89 मा त कति भयो? 79 भन्यो। 89 भने 79 हो। 89 भनेको यार बेच्च धान्छ यार त 90%। मेरो यस्तै छपा मेरो दुश्मन छ धेरै, दुश्मन हेरेको सभा महोदय, हामीले लाडो के बोले मैले मात्र सुने कि अरूले नि त्यस्तो के हो लामो लडाईपछि व्यवस्था बदलियो, तर हाम्रो मानसिकता हामीले बदल्न सकेनौँ। हो यो चाहिँ मानसिकता चाहिँ बदलेर ल्याएर हिँड्छ है। यो बोलेकोबाट थाहा भइसक्यो, हाम्रो फ्याट बोल्यो नि त, अनि त्यहाँबाटै थाहा भयो कि मानसिकता चाहिँ चेन्ज भएको छैन। डटी माइन्ड के बोलेर मरेको यो? सम्मानीय सभामुख महोदय, स्वास्थ्य क्षेत्रको अवस्थाले समाजवादी अर्थतन्त्र निर्माण गर्ने हाम्रो संविधानको ठिक विपरीत छ। अहिले गङ्गालाल लगायतका देशभरका सबै मुटुको अस्पतालहरू बन्द अवस्था छ र मुटुको शल्यक्रियाको शल्यक्रिया होइन यार। त्यो हुन्छ नि आमाहरू जस्तो खालको त ल पढ्न चाहेन, बोल्न आएन होइन, तर यस्तो यङ मान्छेले नि बोलिरहेको होइन यार। के भइरहेको मुटुको शल्यक्रिया ये मुंह से सुपारी निकाल के बात कर रहे बाबा। संसारमा त निश्चित ठाउँमा मात्र रक्सी खान पाइने, निश्चित पसलले मात्र रक्सी बेच्ने, निश्चित व्यक्तिले मात्र रक्सी किन्न पाइने। बिहा गर्नलाई 20 वर्ष हुनुपर्ने,
रक्सी खानलाई 6 वर्ष भयो नि हुने सही हो होइन बिहे गर्नलाई 20 वर्ष रक्सी खानलाई 6 वर्ष जनताले किन मतदान गर्ने को तपाईहरु कलकाहीँ चाहिँ मलाई ऋषि धवान खतरा लाग्छ के खतरै सोधिदिन्छ हौ को होइन सही हो 50 सिट भन्नुस् न मलाई को तपाईहरुले भन्ने बित्तिकै जनताले मतदान गर्ने हो सही हो अनि जनताले यस्तो कुरा गर्ने यार तपाईहरु तपाई यस्तो जनताले त मतदान गर्छ भन्ने बित्तिकै गर्नुपर्ने जनताले मतदान तपाईहरुलाई अब के भन्ने बित्तिकै खतरा बोल्न पाउने अधिकार मलाई छ यो धरान पुग्यो त बोल्न पाउनु पर्छ बोल्दै गर्नु मैले बोलाउँदै गर्छु नक्सा सूचीकृत साथीहरु बंगलादेशको घटनाबारे अलिकति बताइदिनु बंगलादेशको घटना चाहिँ नि मुक्त बहाल परिस्थिति हो मुक्त बहाल परिस्थिति हो मुक्त बहाल हो सही हो सुन मेरो कुरा सुन्नुहोस् तपाईँ कुरा सुन्नु तपाईँ मेरो कुरा सुन्नु आउनु आएन अन्त बिच पेस बोलिहाल्नु किन पुरा सुन्नुहोस् सक्नुहोस् मलाई प्रधानमन्त्री बनाइदिनुस् म कस्तो निर्णय गरिदिन्छु भने 60 वर्ष नागेको सबै मानिसलाई घरमा बसी महिनाको 30,000 रुपैयाँ यो त कडा 18 वर्ष पुगेको सबै मान्छेलाई एउटा मोबाइल फ्री त्यसमा दिन आइफोन चलाउने कि स्यामसङ चलाउने खोजी के बोले भाइ के बोले मोटरसाइकल चढ्ने मान्छेलाई वर्षको 100 लिटर तेल फ्री बिल्कुल चुप Therefore, 60 minister is the number of the 60 number of the cabinet is according. त्यही हो त त्यही हो त हो सही हो कसरी आउँछ यार यस्तो आइडिया यार कडा No. Please, कडा यस्तो बवाल छ है यस्तो हाँस्दा होइन जस यो भिडियोले चाहिँ नछुटाउनु होला प्लिज लाइक सेयर कमेन्ट अनि मेरो च्यानल सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला अब हामी भेट्छौँ नेक्स्ट रियाक्सन भिडियोमा बाई